तर यहाँबाट यताको काठमाडौँको भ्यू चाहिँ यति बब्बाल छ नि। अझ फेरि हिजो राति पानी परेको हुनाले पनि होला अलिकति माथि खासमा चाहिँ धेरै दिन भएको थियो है भिडियो नहालेको युट्युबमा। मलाई अस्ति भर्खर एउटा गुगलबाट इमेल आएको रहेछ क्या। अब कति समय चाहिँ नै अब तपाईँको भिडियो अपडेट गरेन भने भिडियो हालेन भने चाहिँ मोनिटाइजेसन चाहिँ डिसेबल गर्न बाध्य हुन्छौँ भनेर चाहिँ नि त्यसरी लेखेको एउटा इमेल आयो। त्यस पछाडि चाहिँ अब म काठमाडौँमै अलि लामो समय भयो नि त मैले भिडियो नहालेको, भ्लगहरू नबनाएको। 89 हो कि कति डलर जस्तो भएको छ होइन। त्यो अब $100 भएपछि मात्रै निकाल्न पाइन्छ। अझ चाहिँ कतै जाउँ बाहिर निस्क्यौँ फ्रेस पनि हुन्छ भनेर म यता आएको छु। चोभर भन्दा अलि परतिर गएपछि एउटा तौढा हो कि तौढा भन्ने, त्यो भन्दा पनि हामी अलिकति माथितिर जाउँ न त भनेर तौढा लेक भन्दा अलि माथितिर बोसन डाँडा हो कि बोसन डाँडा के भन्ने ठाउँतिर आएको छु। तर यहाँबाट यताको काठमाडौँको भ्यू चाहिँ यति बब्बाल छ नि। अझ फेरि हिजो राति पानी परेको हुनाले पनि होला अलिकति माथि जुन माथि बस्छौँ नि त्यो हुस्सु जस्तो त्यो चाहिँ अलिकति कम भएको छ। त्यो भएकोले पनि होला यस्तो दामी देखेको छ। अब यदि तपाईँहरू पनि काठमाडौँबाट अलि नजिकको ठाउँतिर अलि फ्रेसनेसको लागि अलि रिफ्रेसको लागि आउने हो भने चाहिँ एउटा जे होस् यो पनि एउटा गन्तव्य, यो पनि एउटा ठाउँ हुनसक्छ। अलि बाइकहरू त आउँछ होइन, त्यही पनि जस्तोसुकै होस् यो खालको रोडमा चाहिँ यो खालको ढुङ्गा भएको ठाउँतिर चाहिँ मलाई लाग्छ त्यति राम्ररी गुड्छ जस्तो लाग्दैन क्या गाडीहरू। मैले एउटा कुरा मात्रै भन्न खोजेको, यदि तपाईँहरू पनि यो ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ सिङ्गल हो भने चाहिँ स्कुटर ल्याउँदा नि भयो होइन। तर यदि दुईजना अथवा बाइक के भन्छ दुईजना आउँदै हुनुहुन्छ भने चाहिँ बाइक नै लिएर आउनु होला। हामीलाई अलिकति अप्ठ्यारो भयो तलतिर, यही मुनि त धेरै त होइन, लगभग 100-200 मिटर जस्तो होला सायद त्यस्तै लाग्यो। अनि यो भन्दा पनि मलाई चाहिँ यो माथिको यो माथि डाँडामा जानलाई एकदमै मन लाग्यो। पानी पनि पर्न लाग्यो तलतिर हेर्दा चाहिँ होइन। अब यहाँबाट हामी ओह्रालो झार्दैछौँ। हामी अलरेडी अलिक तलतिर आइपुगिसक्यौँ। यो माथितिर त्यो ढुङ्गाको बाटो जति चाहिँ सबै कटिसक्यौँ। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर फेसबुकमा फलो पनि गरिदिनु होला। अब तलतिर यही बाटो हामी जाँदैछौँ है त।